नमस्कार साथीहरू, हरेक लिफ्टिङ सजिलो हुँदैन। कुनै लिफ्टिङ धेरै नै डेन्जरस हुन्छ। आज हामी कुरा गर्छौँ कम्प्लेक्स लिफ्टिङको बारेमा। कम्प्लेक्स लिफ्टिङ मतलब यस्तो लिफ्टिङ जसमा रिस्क धेरै हुन्छ र प्लानिङ पनि ज्यादै गर्नुपर्ने हुन्छ। कहिले कम्प्लेक्स लिफ्टिङ हुन्छ? जब लोड हेभी र इन इभेन्ट हुन्छ, साग्रो ठाउँमा लिफ्टिङ गर्दा, ब्लाइन्ड स्पोटमा लिफ्टिङ गर्दा, चालु प्लान्टमा लिफ्टिङ गर्दा, आसपास बाधा विघ्न हुँदा, जस्तै रिफाइनेरीमा काम गर्ने बेला, दुई बिल्डिङको बिचमा क्रेनले लोड उठाउने कार्य गर्दा यो कम्प्लेक्स लिफ्टिङ हो। यस्तोमा जहिले पनि प्रोपर लिफ्टिङ प्लान चाहिन्छ, एक्सपिरियन्स टिम चाहिन्छ, क्लियर कम्युनिकेसन हुनुपर्छ, सेफ्टी फर्स्ट फलो हुनुपर्छ। कम्प्लेक्स लिफ्टिङमा गल्तीको कुनै गुन्जाइस हुँदैन। सानो गल्ती एक्सिडेन्टको सम्भावना। कम्प्लेक्स लिफ्टिङ हाई रिस्क वर्क, डोन्ट टेक रिस्क।